हेलो गाइज, आज चाहिँ मेरो बुढीको बर्थडे हो। त्यो भएर म चाहिँ आज सानो गिफ्टहरू त दिन केही नसके पनि यो मेरो तर्फबाट तिमीलाई बाटैमा पो भयो त रुममा पुगेर दिनु पर्थ्यो होला सरप्राइज। थ्याङ्क यू सो मच मेरो बुढा। अब मेरो बुढाले मलाई आज यस्तो राम्रो गिफ्ट दिनु भयो मेरो बर्थडेको। हेर्नु गाइजहरू कस्तो छ। अब ऊ त्यहाँबाट केक किन्नुपर्छ, ट्रेन गयो यार। ल गाइज, आजलाई यति नै आजलाई यति नै कि एकछिनपछि भेटौँला। बुढीको फोन हराएर छोडेँ 4-5 फोन कहाँ छोडेँ आएको फुल हराएर फुल भन्न आएको फोन चाहिँ पुग्नै छ होला। ट्रेनमा पुग्दा फोन हरायो भने चाहिँ हराइहाल्छ हराएकै हो। सदा हरायो फोन चाहिँ हरायो भनेकै छ सक्दिनँ। मेरो यहाँ तरुणहरू म्याच जान्छ के आउँछ फोन हराउँछ थालिदिन्छु भन्छ घरि फुल थालिदिन्छु भन्छ फोन हराउँछ बनाउने किन मैले तिम्रो फोन मैले दिमाग झिन्जी देख्न सक्नुहुन्छ गाइस, गरिङ भएर रिसाले धुवा धुवा आगो बल्न आँटिरहेछ रिसाले। घरि के फालिदिन्छु, घरि के गर्छु भन्छे। मलाई खाउँला जति गर्न थालिसक्यो गरिङ भएर। उसलाई गर्मी हुन्छ, मलाई मार्न लागिसक्यो गाइस। के गरौँ यसलाई, साटौँ कि के गरौँ? हमको मारो, हमको जिंदा मत छोड़ो सालो। हम कोई मंदिर का घंटा है कि कोई भी आके बजा जाता है। ये रेलवे की हड़ताल कब खत्म होगी? भगवाला ऊ छाता उडेर हिँडिराखेर पनि अब हिँड्दैन कि कान्छी छाता ढल्काइदेऊ त यता। दिउँसो त म त हिँड्दैन। गाई चाचालाई यति नै भोकाइदिएको मैले। अति गर्मी छ, इन्डिङ गरिदेऊ नि त। ल के भन्नु, आज मलाई रिस उठिरहेको मेरो फोन हराएर। लु छिटो भन्न। यति भन्दै हाम्रो भिडियो धन्यवाद, बाई बाई। जाँदा